बोला बोला आएर हैरान छ यहाँ आउनु पर्यो एकछिन चियापान कार्यक्रम गर्नु पर्यो टक्क त्यसपछि गाडी आएपछि गाडी चढेर जानु पर्यो त्यो मेरो छोराले खाना खाँदैछ फेरि ए खाना आइरहेको छ मेरो बाबु छोराले खाना खाइरहेको छ मस्याङदी रिभर भ्यू रिजोर्टमा आएर चिया खानु पर्यो अब अलि एनर्जी आउने चिज चिया खानु पर्यो हाम्बु गरेको छोरो हाबु हाबु दिएको समातेन लिएन गाडी आइसक्यो के भयो त्यो हुस्सु उडेर आइसक्यो आजको गाडीको ट्राभल चाहिँ यो हो हाम्रो यहाँदेखि चाहिँ अब चाहिँ हामी चाहिँ फेरि मनाङ जिल्ला छोडेर अब चाहिँ लमजुङ जिल्ला प्रवेश गर्ने चरणमा छौँ अब चाहिँ केही बेरमा अहिले हामी छिटो आएछ ठिक भयो अहिले नि त हुस्सु लाग्यो ढिलो आएको भए त बाटो नदेखिँदैछ बादल पुरा उडेर आइसक्यो थियो बाबुले खाना खाइरहेछ